म एक्लै भएको भएर चाहिँ अनि अब के गर्ने यस्तो साथीहरू दाइ अब हुन त उनीहरू पनि काममै गएर हुन्छ म चाहिँ अब भविष्यको लागि केही मोमेन्ट क्याप्चर हुन्छ भनेर चाहिँ यसो बनाएर म चाहिँ कस्तो लाज लाग्दो रहेछ फर्स्टली भ्लगिङमा यो स्क्रिनमा बोल्दै हिँडेर अनि बाहिर मान्छेले हेरिरहेको छ कि भनेर त्यस्तो टाइपको हुँदो रहेछ त्यही भएर अलिकति अप्ठ्यारो लागिरहेको गाडी आउने बित्तिकै चुप्पो लगाएर बस्यो यो स्क्रिन लिएर हिँड्न चाहिँ गाह्रो भइरहेको छ क्या मेन चाहिँ यो चाहिँ झ्याउ हुँदो रहेछ केही छैन अब म मेरो नेक्स्ट स्यालेरीबाट चाहिँ एउटा किनौँ भने चाहिँ सोध्छ म कस्तो लाज लागिरहेको छ कि अरूले हेरेर टक्कै एउटा चस्मावाला चाहिँ किन मैले अर्डर चाहिँ गरेको छ अनि अर्को एउटा छातीमा राख्नेवाला नि अर्डर चाहिँ गरेको छ तर मगाएको छैन मेन्स वेटिङ फर द स्यालेरी होइन स्यालेरी नआइकन चाहिँ केही हुँदैन है स्यालेरी नै कुर्नुपर्छ मेन चाहिँ अनि त्यस्तै हो अब अरू त के हुनु म त्यस्तो खासै बोले गरे भएर नि म अब भ्युजहरू देखाउन जान्छु होइन